मेरो नाम भोम कुमार तामाङ, म फोक्सो क्यान्सर पीडित हो। मेरो चाहिँ फोक्सो क्यान्सर चाहिँ टाउकोसम्म फैलिएको ब्रेनमेट्स क्यान्सर चाहिँ अहिले पाटन हस्पिटलमा उपचाररत छु डाक्टर अरुण साईसँग। उहाँबाट चाहिँ एकदमै राम्रो उपचार पाएँ मैले। अहिले चाहिँ औषधि खाइरहेको छु। औषधिले चाहिँ राम्रो काम गरिरहेछ। अब त्यही कारणले नै म आज आफ्नो नियमित ड्युटीमा परिसकेको छु। यसको लागि चाहिँ म पाटन हस्पिटल र डाक्टर अरुण साईलाई धेरै धेरै धन्यवाद दिन्छु। नमस्ते, म तेज प्रसाद अधिकारी। म चाहिँ पुरुषको ब्रेस्ट क्यान्सरवाला पेसेन्ट हो। 2 वर्ष भयो मलाई ब्रेस्ट क्यान्सर भएको, तर मैले राम्रोसँग उपचार गरेर अहिले म एकदम फिटफाटै छु, नर्मल नै छु। मलाई त्यस्तो केही समस्या छैन। मान्छेहरू चाहिँ नेपालमा उपचार हुँदैन भनेर विदेशिने क्रम धेरै छ, तर नेपालमा नि अलि राम्रो प्रविधिहरू आइसकेको छ। मेरो उपचार समयमै भएर मलाई राम्रो छ। अहिले म एकदम खुसी छु। अरूले पनि नेपालमै उपचार पनि राम्रो सम्भव छ भनेर सन्देश दिन चाहन्छु। हस्पिटलमा मेरो नाम धनबहादुर केसी हो। म 71 वर्षको भएँ र मेरो पुरुष मान्छेलाई हुँदैन भन्नु नपर्ने रहेछ। मैले दुधमा चाहिँ एउटा स्तन क्यान्सर चाहिँ एउटा सानो गिर्खा देखियो। गिर्खा देखेर साउन महिनामा आएर पाटन हस्पिटल आएर चेक गर्दाखेरि दाग देखियो भन्नुभयो। त्यहाँबाट चाहिँ साउन महिना होइन भदौ महिनामा चाहिँ सन्तवीर महर्जन डाक्टर साहबबाट चाहिँ अपरेसन भयो। अपरेसन भएपछि डाक्टर साहबको सल्लाह अनुसार 6 हप्ता भएपछि किमो लाउनु पर्छ भनेर भन्नुभयो र अन्तभन्दा अब पाटनमै एकदम भनौँ न अब राम्रो देखिएर अब अरुण डाक्टर साहब सल्लाह अनुसार चाहिँ किमो लगाएँ मैले। किमो लगाएर चाहिँ किमो लगाइसकेपछि चाहिँ पछि सिटी स्क्यान गरेर हेर्दाखेरि मेरो चाहिँ एकदम यो क्लियर भएछ। अब सिटी स्क्यान हेर्दाखेरि क्यान्सर भने हुँदै छँदै नभएको हेर्दाखेरि खुसी पनि लाग्यो र कम खर्च पनि अब एकदम खर्च पनि कम लाग्ने। अन्तभन्दा मलाई चाहिँ यहाँ पाटन हस्पिटलमा एकदम खर्च पनि कम लाग्ने र अब हजुरहरूलाई पनि लाग्यो यस्तो नहुने भन्ने होइन रहेछ, पुरुषलाई नै हुँदो रहेछ। लाग्यो अरे भनेदेखि विदेश जाने, अन्त यसो इन्डिया जाने, विदेश जाने भन्नुभन्दा पनि हाम्रै नेपालमै गरेको राम्रो हुने रहेछ र हजुरहरूलाई यही सुझाव दिन्छु म। छोरा मान्छेलाई पनि स्तन क्यान्सर हुँदो रहेछ भन्ने। नमस्कार, म देवेन्द्र प्रसाद पौडेल। हाल मेरो बसोबास भरतपुर महानगरपालिका वडा नम्बर 5 प्रेम बस्तीमा चाहिने छु र म विगत 6 वर्षदेखि मेरो फोक्सोको चाहिने क्यान्सर हो। 4th स्टेजको क्यान्सर भइकन पनि म अहिलेसम्म रेगुलर नेपालबाटै पाटन हस्पिटलबाट चाहिने निःशुल्क रूपमा चाहिने औषधि लिएर मैले यो रोगमाथि धेरै हदसम्म चाहिँ विजय गरिसकेको चाहिने छु र क्यान्सर लाग्दैमा चाहिने सबैको पछाडि लागेर चाहिँ विदेशमै जानुपर्छ भन्ने मान्यता चाहिने नराख्दा हुन्छ। मैले नेपालबाटै पनि राम्रो चाहिने अहिले नेपालमा पनि प्रशस्त यसको विशेषज्ञ डाक्टर साहबहरू हुनुहुन्छ। पाटन हस्पिटलमा यसको मुख्य रूपमा चाहिँ डाक्टर अरुण साई हुनुहुन्छ र उहाँको व्यवहारबाट मलाई धेरै हदसम्म चाहिने यो रोगमाथि म जितिरहेको अवस्था चाहिने छ। त्यसैले गर्दाखेरि म सबैलाई चाहिँ विनम्र के अनुरोध गर्छु भन्दाखेरि क्यान्सर लाग्दैमा धेरै पैसा खर्च गरेर विदेशतिरै हाम फालिहाल्नुपर्छ भन्ने चाहिने छैन। अब त्यसको चाहिँ सुरुमै उपचार गर्न सक्यो भने सबै खालको क्यान्सरहरूको चाहिँ राम्रो उपचार हुन्छ। नेपालमै पनि ती खालको चाहिँ क्यान्सरहरूको राम्रो उपचार हुन्छ। विशेष गरेर मैले पाटन हस्पिटलबाट चाहिँ धेरै फाइदा लिएको चाहिँ छु। साँच्चै भन्यो भने मैले अर्को जन्म चाहिँ लिँदैछु भन्दाखेरि पनि फरक पर्दैन। त्यसैले यहाँहरू सबैलाई म विनम्र अनुरोध गरेर हाम्रै आफ्नै देशमा आफ्नै विशेषज्ञ डाक्टर साहबहरूको सँग चाहिँ सेवा लिउँ, म यही अनुरोध गर्न चाहन्छु सबैजनालाई। नमस्ते, म राधिका ढुङ्गाना। म चाहिँ विगत 5 वर्षदेखि ब्रेस्ट क्यान्सर पेसेन्ट भएर आइरहेको छु र गत सालदेखि मलाई चाहिँ डाक्टर अरुण साईको रोवरमा रिभिस्मिन भन्ने ब्रेस्ट क्यान्सरको औषधि खाइरहेको छु। जुन दिन म यहाँ आएँ मेरो जीवन छैन भन्ने लागेको थियो, तर आज मैले 1 वर्ष बिताइसकेको छु। थ्याङ्क यू डाक्टर एन्ड पाटन स्वास्थ्य विज्ञानका सम्पूर्ण योसँग सम्बन्धित कर्मचारीहरूलाई धन्यवाद भन्न चाहन्छु। नमस्ते, मेरो नाम पूर्णचन्द्र तामाङ। म हाल 51 वर्षको हुँ। विगत 3 वर्ष अगाडि मेरो किडनीमा क्यान्सर भएको थियो। म पाटन हस्पिटलमा आएर डाक्टर कुमारसँग अपरेसन गरेँ। हाल त्यो क्यान्सर फैलिएर फोक्सोमा आएको हुनाले
म एकदम कमजोर भएको थिएँ। हाल म डाक्टर अरुण साई सरसँग पाटन हस्पिटलमै उपचार गर्न आएको थिएँ। उहाँले निःशुल्क दिनुभएको औषधिले मलाई धेरै राम्रो भएको छ। नेपालमै पनि क्यान्सरको राम्रो उपचार हुन्छ म सबैले सन्देश दिन चाहन्छु। धेरै पैसा खर्च गरेर विदेश जानुपर्ने कुनै कारण छैन। नेपालमै राम्रो उपचार हुनेछ भन्ने म सम्पूर्ण जानकारी गराउन चाहन्छु। धन्यवाद।